नेपाली चलचित्र क्षेत्रको सबैभन्दा पहिलो कुराहरू हो। पहिलो नायकदेखि पहिलो चलचित्रसम्म आजको भिडियो रमाइलोको साथसाथै ज्ञानमूलक पनि छ है। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्र हो, जुन चलचित्र भारतको कोलकातामा बनेको थियो। नेपाली भाषाको नेपालमा बनेको पहिलो चलचित्र भने आमा हो। नेपाली चलचित्रको पहिलो नायक शिवशंकर मानन्दर हुन्। नेपाली चलचित्रको पहिलो नायिका भुवन चन्द हुन्। नेपाली चलचित्रको पहिलो निर्देशक हिरासिंह खत्री हुन्। नेपालको पहिलो रङ्गीन चलचित्र कुमारी हो। नेपालको पहिलो रजत जयन्ती मनाउने चलचित्र कुसुमे रुमाल हो। नेपालको पहिलो डिजिटल चलचित्र कागबेनी हो। ओस्कर अवार्डमा नोमिनेट भएको पहिलो नेपाली चलचित्र क्याराभान हो। नेपाली चलचित्रको पहिलो एक्सन स्टार शिव श्रेष्ठ हुन्। नेपालको पहिलो ब्लकबस्टर चलचित्र सम्झना हो। नेपालमा 1 करोडभन्दा धेरै ग्रस कलेक्सन गर्ने पहिलो चलचित्र दर्पण छाया हो। नेपालमा 10 करोडभन्दा धेरै ग्रस कलेक्सन गर्ने पहिलो चलचित्र कोहिनूर हो। निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र माइती घर हो। नेपालको पहिलो सिनेमा हल जनसेवा सिनेमा हल हो। नेपालको पहिलो 3D चलचित्र भिजिलान्ते हो। समुद्र पारी छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र कस्तुरी हो। नेवारी भाषाको पहिलो चलचित्र सिलु हो। भागको दृश्य देखाइएको पहिलो नेपाली चलचित्र जुनतारा हो। महानायक राजेश हमालको पहिलो चलचित्र युगदेखि युगसम्म हो। नेपालमा यस्तो भिडियो बनाउने पहिलो कन्टेन्ट क्रिएटर म हो। यस भिडियोमा छुटेको र तपाईहरूले जानेको अरू केही छन् भने कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।